लभली उठायो ल लभली जाने भए हामी सँगै जाउँ न मैचेङ किन गर्नु बेकारमा धुमन या भाइ मैचेङ धन मात्र हैन नि ठुलो 10 रुपैयाँको पेट्रोल हालिदिनु नि 10 रुपैयाँको लाखा गयो कन्टेन्ट पायो यहाँ अगाडि गइदिएर हामी ठ्याक्क लाएर भान्जीले लिन जानु लाग्यो है जाम यस्तो यार यहाँ जाँदा यो उपर जाम हो खालि हेर आजकल त जाम चाहिँ उपर हुन थाल्यो क्या टक्क लाएर अब रियाक्सन भिडियो बनाउनु पर्छ आज अगाडि चाहिँ ट्राफिक नहोस् मुजी ल्याङ हानिदिन्छ फेरि ओहो रियाक्सन त गोपाल आउने सबै यहाँ हेर्दैछ नि त जी अब हेरौँ बस सिट ल बस कस्तो भयो टमाटै सर्मिसा अब यहाँबाट सिधै गोब्रोमा नि साउन्ड सुनिरहेको छैन होला यार यस्तो ठुलो आवाज आयो टमाटै त्यसरी चाबी चाहिँदैन है यसमा 10 रुपैयाँको पेट्रोल हालिदिनु नि 10 रुपैयाँको हो 10 रुपैयाँको हालिदिन्छु हो हालिदिन्छु साँच्चै हालिदिने हो हालिदिनु 10 रुपैयाँको ट्याक्कै 10 रुपैयाँको बनाइदिएर 10 रुपैयाँ 300 हालिदेऊ न 10 रुपैयाँ ठ्याक्कै 10 रुपैयाँको बनाइदिएर भने ल प्रायः खान लाग्यो हामीलाई प्रायः खान्थ्यो यार ल केटा अहिले चाहिँ हामी चट्टा खाजान आएर छौँ उसले चाहिँ चट्टा हो कसैलाई तानिरहेको छ है प्रकाशजी हाम्रो युट्युबर अनि त्यसपछि मैले चाहिँ यहाँनिर के थिएँ भने केटा हो यहाँ खाना पाइन्छ अरे होइन अनि त्यसपछि यहाँ चाहिँ कस्तो छ भने भित्तो छ केटा हो भित्तोमा चाहिँ खाना पाइन्छ अरे होइन अनि हाम्रो क्याफेमा चाहिँ हुक्का मात्र पाइन्छ होइन चट्टा पारामा मैले अघिदेखि हेरिरहेको थिएँ क्या त्यो चाहिँ टक्क ल ठिक छ अनि उ त्यहाँनिर के हो केटा देख्नु भने पुरै सेक्युरिटीहरू भेला भइरहेको छ नि होइन ल
गाडीमा चलपल टाउन प्लानिङमा है ल सही हो यतिको चाहिँ चलफल चाहे है यतिको चाहिँ चलफल चाहे फेरि अर्को सर्ट लभली उठायो ल लभली राम्रो उठ्यो राम्रो भवाल मेरो चाटो उड्यो ल हाम्रो चाहिँ उइली सुइली हानेर सक्यो है उइली सुइली हानेर सक्यो हामी निस्किन पर्ने हुन्छ कमेडी भइदिएर अलिकति अगाडि बस्छ भनेको म्याडम मलाई त ट्याङ्की मात्रै नि बाहिरै निकालिदिएर लाग्यो ह्यान्डल मात्रै अयो तेरो त केही फुट्नु छोकै छैन यतिको चाहिँ हुनु पऱ्यो हामी चाहिँ घरतर्फ जाँदैछौँ रमाइलो भयो तर अलिकति के भयो भन्दाखेरि उहिले हान्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ डर लाग्यो क्या अरूभन्दा पनि हान्न पनि एक त हान्न नसकेको पनि हो होइन आउँदैन हान्नलाई राम्रोसितले अनि एक त सातो पनि गइहाल्यो फर्स्ट टाइम हानेको हो नि त यस्तो डट बाइकहरूमा अब अहिलेसम्म आफैले किनेको छैन साथीहरूकै हो चलाउने भनेको अब आएपछि चाहिँ सिकिन्छ होला अब चाहिँ मजाले सिकेर त्यसपछि चाहिँ अनि कडा जान्छ दुईवटा बाइकमा एउटा आरएममा अब अर्को चाहिँ अब मेरो बाइक चाहिँ कुन चाहिँ हुन्छ थाहा छैन त्यही पनि होइन टक्क लाएर चाहिँ बनाएर हाल्नुपर्छ केटा हो अब म नि आरएमै लिने सोचिरहेको छु सोच्न चाहिँ लियो भने चाहिँ फेरि दुइटै बाइक एउटै सेम हुन्छ नाम मात्रै फरक हुन्छ बाइकमा फेरि टक्क लाएर यो चाहिँ मिरर चाहिँ अलिकति खोलिदिइहालौँ होइन यहाँ ट्राफिक बसिरहेको हुन्छ मिररकोमा फेरि ल्याङ हाल्यो भने हानिदिइहाल्यो नि मलाई उनीहरूलाई एउटा बाहना चाहिन्छ अब हामीलाई कन्टेन्ट चाहिन्छ त्यति फरक हो कन्टेन्टको लागि पैसा छैन जस्ट पार्ट अफ जोक है केटा हो अब हामीले चाहिँ ट्राफिक रुलहरू चाहिँ अलिकति पालना गर्नुपर्छ टक्क लाएर तर ट्राफिक मामाहरू रहेन रहेछ यहाँनिर उतानिर चाहिँ हुनसक्छ छड्के हानिरहेको हुन्छ यार यतातिर त म कतिचोटि परिसकेँ यतातिर छड्के पर्दा चेकिङ गर्दाखेरि टक्क लाएर आज छैन रहेछ यार चेकिङ भनेपछि टक्क लाएर अब मिटरको काम छैन जाडो पनि छ है आजकल त म पन्जा लगाएको थिइनँ ओभर चिसो लागिरहेको छ मलाई त आज सबै ठाउँमा क्रिसमस चलिरहेको छ सबैमा सेन्टा देख्छु त यार गिफ्ट चाहिँ कसले दिँदैन सेन्टा बनेर मात्रै हिँड्छ यार गिफ्ट पनि दिनु नि यसो कोही दिँदैन गिफ्टै यार सेन्टा बनेर मात्रै हिँड्छ जाडो पनि लगाइरहेको छ यार ओभरै तर यस्तो चिसोमा चाहिँ चलाउनु नसकिने रहेछ यार बाइक चाहिँ ओभर चिसो लागिरहेछ मलाई त छातीमा हातमा कडा चिसो लागिरहेछ भने टक्क लगाएर आजलाई चाहिँ यति नै हुन्छ होला है भ्लग चाहिँ अब यसो हेरिदिउँ होला सबैजनाले नयाँ च्यानलमा सपोर्ट गर्नु पऱ्यो पुरानो च्यानल जसरी नै पुरानो च्यानल त ह्याक भइहाल्यो अब के गर्नु रोएर आउने फिर्ता आउँदैन सबै च्यानलै शुद्ध हराएको छ है